मेरो निष्कर्ष छ यो चुनाव आशाले जितेकी हुन् र आशालाई जित्नमा निराशाले भरपुर सहयोग गरेकी हुन्। आफ्नो ढाड दिएर बुई चढाएर एउटा आधार तयार पारिन् निराशाले आशालाई जित्नको लागि। कसरी निराशाले आशालाई जित्नलाई सहयोग गरिन्, कसरी आधारभूमि तयार पारिन्, कसरी बुई चढाइन्। नमस्ते, म सुभाष देवकोटा। आउनुहोस् एकपटक यी दिदीबहिनीको शत्रु चाहिँ लाग्ने, विपरीत अर्थ बोक्ने यी दिदीबहिनीको एकले अर्कालाई गरेको सहयोगको विषयमा, यो निर्वाचनमा गरेको सहयोगको विषयमा छलफल चर्चा गर। नेपालमा केही भएन, नेपालमा विकास भएन, नेपाल धेरै नै पछि पर्यो, नेपालमा कुनै सुविधा छैन। त्यसै कारणले गर्दा नेपाल छाडेर विदेश जानुपर्छ, त्यसै कारणले गर्दा नेपालमा बस्न नसकिने अवस्था छ भनेर नेपालमा निराशा फैलाइएको थियो। जताततै निराशा, कुनै आशाको एउटा ज्योति पनि बलेको छैन। नेपालमा 2047 सालको परिवर्तनपछि, 62-63 को परिवर्तनपछि केही पनि भएन। भौतिक विकास भएन, विकास अलिअलि भए पनि भ्रष्टाचार यति भयो कि, यति अनियमितता भयो कि आशा गर्ने ठाउँ कतै छैन। निराशा नै निराशा छ। त्यही कारणले गर्दा शिक्षामा, त्यही कारणले गर्दा स्वास्थ्यमा, त्यही कारणले गर्दा कर्मचारी तन्त्रमा यावत ठाउँमा विकृति नै विकृति छन्। आशा गर्ने ठाउँ कतै छैन, जताततै निराशा छ भनेर एउटा आधारभूमि तयार पारिएको थियो। त्यो कसले तयार पारेको थियो, त्यो कसरी तयार पारिएको थियो, कति समय लगाएर तयार पारिएको थियो, त्यो तयार पार्नको लागि कत्रो ठुलो योजना बनेको थियो, कत्रो लगानी भएको थियो, अथवा कति मानिसहरू लागेका थिए, कसरी लागेका थिए, त्यतातर्फ नजाउँ। त्यसलाई हामीले त्यतातर्फ नजानी हो भने पनि हामी स्पष्ट रूपमा के देख्न सक्छौँ भने निराशाको आधार यति फराकिलो बनाइएको थियो कि त्यो भदौ 23 र 24 गतिको आन्दोलन, जेएनजी आन्दोलनभन्दा अगाडि नै त्यस्तो आधार तयार पारिएको थियो। र यी सबैको दोष, त्यो निराशाको कारण पुराना दलहरू, पुराना राजनीतिक दलहरू, कर्मचारी तन्त्रलाई जो चाहिँ स्थायी सरकार भनिन्छ, कर्मचारी तन्त्रलाई पनि योग्यतापूर्वक काम गर्ने बनाउन नसकेको, काम लगाउन नसकेको, त्यो सम्पूर्ण दोष पुराना राजनीतिक दलहरू, स्थापित राजनीतिक दलहरू, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र, पछि अहिले बनेको नेपाली कम्युनिस्ट पार्टी लगायत तराईका दलहरू, मधेसवादी दलहरू, यी सबैलाई एकमुष्ट रूपमा, एक हुलमा राखेर निराशा फैलाइएको थियो। यसरी केही हुन नसकेको, नेपालमा केही पनि हुन नसकेको, जताततै नकारात्मक नै नकारात्मक, जताततै विकृति नै विकृति, अगाडि बढ्न नसकेको, पछि परेको नेपाल, यो सबै दोष, सबै यसको जिम्मा पुराना राजनीतिक दलहरूलाई दिइसकेपछि, त्यो आधारभूमि तयार पारिसकेपछि, त्यो निराशाको आधारभूमि तयार पारिसकेपछि नयाँले केही गर्छन्, नयाँले नयाँप्रति आशा जगाउने एउटा आधारभूमि तयार भयो। जसरी निराशाले आफ्नो ढाड दिएर बुई चढाएर आशालाई जितको नजिक पुर्याइन्, विजय बनाइन्, त्यसै गरी निराशाको त्यो आधारमा नयाँले केही गर्छन् भन्ने एउटा भाष्य खडा गरियो, त्यो भाष्य निर्माण गरियो। त्यसैको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रूपमा उम्मेदवारको परिचय, उम्मेदवारको योग्यता, उम्मेदवारले सामाजिक क्षेत्रमा गरेका कामहरूको इतिहास अथवा त्यो विवरण कतै पेश गर्नु परेन। सामाजिक क्षेत्रमा उसले काम गरेको गरेन, अथवा काम गर्ने योग्यता राख्छ कि राख्दैन भन्ने विषयमा कतै विवरण पेश गर्नु परेन। राष्ट्रिय स्वतन्त्र पार्टीको नाम लिन साथ त्यो आशा, निराशाको आधारभूमि टेकेर त्यो आशा पैदा गराइयो कि नयाँले केही गर्छ। त्यही बनाइएको निराशाको आधारमा टेकेर नै कोशी प्रदेशमा हर्क साम्पाङको माटोले पनि विजय प्राप्त गर्यो, उल्लेखनीय सफलता प्राप्त गर्यो। त्यो हर्क साम्पाङको लागि अर्थात् त्यो माटोको लागि निर्माण गरिएको थिएन, तर त्यो आधार, त्यो बारी, त्यो खेत, त्यो मलिलो खेतमा उसले पनि नयाँको फाइदा पायो, नयाँ हुनुको उसलाई पनि फाइदा हुन गयो। यस कारणले गर्दा निराशालाई पहिले मजाले फैलाएर, मजाले छरेर, एकदम उर्वर जमिन तयार पारेर अनि आशा, नयाँले केही गर्छन् भन्ने आशा जगाइयो। यसरी विपरीत, यसरी शत्रुतापूर्ण सम्बन्ध भएको निराशा र आशालाई यसरी जोडियो। यसरी जोडेर निराशाको आडमा, निराशाको बुई चढेर, निराशाको ढाड चढेर आशाले यो निर्वाचन जितिन्। सङ्गठनको त्यहाँ हिसाब किताबै भएन,
त्यस कारणले गर्दा उम्मेदवारको त्यहाँ हिसाब किताबै भएन। यसरी निराशालाई आधार बनाएर फैलाइएको आशा, वितरण गरिएको आशालाई कसरी राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्न सक्छ, आफूप्रति प्रकट भएको आशालाई कसरी राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्न सक्छ, त्यसलाई कायम राख्न सक्छ कि सक्दैन, त्यो भोलिको कुरा हो। तर केही नगरे पनि गरेको जस्तो भान पार्न सक्ने, गरेको जस्तो देखाउन सक्ने त्यस्तो प्रचार संयन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने बालेनको टिममा देखेको छ। त्यस कारणले गर्दा केही थोरै गरे पनि धेरै के किन भयो, के किन गरियो भनेर प्रचार गरेर त्यो आशावादितालाई धेरै घट्न नदिन सक्छन्। तर के भने अहिलेकै रूपमा, अहिलेकै स्केलमा त्यो आशावादिता कायम रहन सक्छ, कायम रहन्छ भन्न सकिँदैन। तर पनि यो निर्वाचनको मुख्य विषय के हो भने निर्वाचनमा पहिले निराशा फैलाइयो, निर्वाचन अगाडि, त्यस पछाडि एउटा आशा फैलाइयो, नयाँले मात्रै केही गर्न सक्छन्, नयाँ गर्ने भनेको यही नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो भन्ने हिसाबमा त्यो भाष्य तयार पारेको कारणले गर्दा मेरो निष्कर्ष के हो भने अहिलेको निर्वाचनमा विजय प्राप्त गरेको भनेको आशाले हो। आशाले विजय प्राप्त गरिन्, तर त्यसलाई विजय प्राप्त गर्ने अवस्थासम्म पुर्याउनको लागि निराशाले आफ्नो ढाड दिइन्, आफ्नो आधार दिइन्, बोकेर त्यहाँसम्म पुर्याइन्। यस कारणले गर्दा यो निर्वाचनको प्रमुख दुईटा विषय, नबिर्सिनुपर्ने विषय, महत्त्वपूर्ण विषय के हो भने आशा र निराशा। यो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, यो च्यानललाई सब्सक्राइब गरिदिनुहोला। धन्यवाद, नमस्ते।